ओम शुभ बिहानी। कहिलेकाहीँ हाम्रो मन यत्तिकै अशान्त भइदिन्छ, बेचैन भइदिन्छ, नेगेटिभ विचारका बाढी धेरै आइदिन्छन्। त्यति बेला हामीले हाम्रो मनलाई शान्त बनाउनका लागि यी दुईटा कार्य गर्न सक्छौँ, जसले गर्दाखेरि हामी तुरुन्तै शान्त महसुस गर्छौँ। आउनुहोस् यी कार्य गरेर हेरौँ। यो हातलाई कश्यप मुद्रामा लगाऊँ, यसरी बीचबाट फट्याइदिउँ अनि यसरी बुढी औँलालाई त्यसमा घुसाउँ र दुईटा औँलाले यसरी दबाइदिउँ। यस्तो स्थिति हुन्छ। यसलाई घुँडामाथि राखौँ, ढाड कम्मर गर्दनलाई सिधा राखौँ र आँखा हल्का बन्द गरेर नाकबाट लामो गहिरो श्वास लिगौँ, मुखबाट त्यसलाई फ्याँकौँ। यसलाई हामी 3 देखि 5 मिनट गर्न सक्छौँ। यसलाई हामी गनेर 21 पटक पुर्याउन सक्छौँ। 3 देखि 5 मिनट गर्दा पनि हुन्छ, 21 पटक गनेर गर्दा पनि हामीलाई आराम मिल्छ। तपाईँ पनि यसलाई गरेर हेर्नुहोस् र आफ्नो मन अशान्त भएको बेलामा मनलाई शान्त बनाउनुहोस्। हस्त नमस्कार।